ओ बुवा हजुर कता कता के गर्नु ह नमस्कार है नमस्कार सुन्नु नमस्कार 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 के भयो यसलाई के भयो लोक त काटेर खान्थ्यो लड्ने घाँस हालिदियो पनि केही पनि खाँदैन अब के भयो पौरे जति बेला नि पौरे छ ल कहिलेबाट हो र यस्तो भएको भयो 1 महिनामा नि बढी भयो रागो लाउनु भएको थियो रागो लाउनु भएको थियो रागो 1 गते उसमा लगाएका हुन् कि पहिलाको 1 गते उसको 1 गते लगाएका हुन् एकै बाजी भयो भन्थे के अरे पछि पनि ल खोज्यो भनेर ल्याएको राँगाले हेरेन राँगोवालाले 3-4 दिनमा खोज्छ बुवा खबर गर्नु ल्याउँछु भन्यो थियो कि त्यहाँदेखिको तरियो हजुर तरियो थियो त्यो राँगो नल्याउँदै नबोलाउने भने तरियो कराई हेरेर ल्याएको राँगैले हेरेन ऊ बिहान दिएको अहिले पौडी बिहा यत्रा हुन्छन् कति भयो र यसलाई रागो लाएको यसलाई राँगो लगाएको पुसको 1 गते लगाएको पुसको 1 गते माघ अस्ति 1 गते 1 महिना भयो र यति दिन आयो भनेपछि त फेरि रागो खोज्यो रागो राख्यो हजुरको यहाँ कहाँ के गर्नु एक्सिडेन्ट भयो नि मेरो पहिले 20-22 दिन अगाडि ल बसौँ यहाँ बाख्रा करा अरू के यो एकचोटि रागो लगाएपछि नि फेरि तर्यो होइन त नि तरिएर राँगो बोलाएँ तरियो अलिअलि कराए पनि रातभरि कराएछ भने जेठाले बिस्नेले भनेपछि बोलाएको राँगो उहाँ लगाएर लगाएको राँगैले हेरेन राँगोवालाले भन्यो त्यहाँ नागिसानमा नि बुवा मन्जु भन्नेको 4-5 दिनमा बल्ल फेरि भयो बल्ल जाडाले हो भनेर गयो त्यहाँबाट तरिएको नि छैन कराएको नि छैन अहिले चाहिँ यसको समस्या के हो त नि दुध दिन पनि जुरुङ चल्छ त्यति गुनी भैँसी चाहे जो बसे पनि घाममा रेसी हुन्यो यसको समस्या के हो त नि बुवा अहिले भन्नु न कहाँ जानु हो र अहिले यसको समस्या खाना नखाने मात्र हो खाना नखाने मात्र हो यसको समस्या नखाने अब राँगोको बारेमा नि के भयो छेड्छ अहिले हेर्नु होला अहिले फालिदिएँ यहाँ जम्मै कुचियो रहेछ र अहिले छेड्छ के अरे अहिले हेर्नु होला अस्ति दिशा पनि लिएर गएको छु के अरे अब के भएको नि अब हजुर हुनुहुँदैन कि मैले त फोन गरेर जानुपर्छ त भन्दैछु अब के गर्नु यस्तै छ बसौँ आउनु यसो चेक गरौँ यसको ज्वरो सोरो त ठिकै होला के अरे धेरै नआउनु डराएर हो कि के को चलेको हो म यता छेक्छु हेर्न के को चलेको रानी हो त्यति हान्न हान्न त्यहाँ नचल बा ज्वरो नाप्न ल हानि यसले केही असर गर्दैन गर्वै छैन तपाईँको छैन गोबरमा थाहा भयो पुरा छ अरे भएपछि त भएन अझै छ टुटुट गर्नुपर्छ कि यो ल 9 बजी उन्नौ मान्छे जस्तै हो मान्छेको थर्मोमिटर लाए जस्तै
फेरि चल्यो छुटिया उफ्रिन्छ छोरा भयो बहुत नखडा गर्छन् कि भैँसीहरू अस्ति भ्याक्सिन लाने बेला खुट्टा क्याच्चै कुचिहाल्यो खुट्छ त नि कुनै कुनै त अचम्मको हुन्छ नचल्ला फेरि के हो रे खालि चल्छ त्यत्तिकै जसले बस्छ हो त्यहाँ सहरको गाई कहाँको हो मधेसतिरकै हो होला यसको चाहिने भन्दा टेम्परेचर कम भयो के अरे यसको 101 हुनुपर्छ 98.8 छ 101 छ छैन चिसो भयो यसलाई धेरै चिसै हो पाखु निकाले अब नचल नचल मर्यो नचल है नचल हो त्यही गर्नु नचल है नचल त कति नचल केही हुन्न नचल बस अब भयो यही हो अब या निद्दिने हो त्यो खोल्दे पर्खिनु अझ अर्को होइन अझै ए ल केटी हो के मगान छ किन तर्सिहौ र तिमी नतर्स्यौ त्यहाँ उता जानु त बुवा उता छोड्नु त चल्छ क्या यो चल्छ चल्छ उठिन्छ ए घरमा ल्याउनु जानु चोट लाग्यो भने अहिले झन् बर्बाद हुन्छ यो काम गर्ने बेला त बहुत उस भएर काम गर्नुपर्छ झऱ्यो फुट्ला पर्खाउनु है पर्खाउनु ल अगाडि चल तैँलाई सजिलो ल उनीहरूलाई क्या नि हेरेर